हेलो गाइज, म निशान र तपाईँलाई स्वागत छ फेरि पनि नेपाली एक्सपेरिमेन्ट युट्युब च्यानलमा। आइयो सबजना सन्चै हुनुहुन्छ होला, आराम हुनुहुन्छ होला, आशा यही नै गर्नेछु। आजको हाम्रो चाहिँ यो स्टुडियो ब्याकग्राउन्ड चाहिँ कस्तो लाग्यो तपाईँलाई कृपया कमेन्ट गर्नु होला। 10 मा चाहिँ तपाईँले चाहिँ कति नम्बर दिन चाहनुहुन्छ त्यो चाहिँ कमेन्ट गर्नु होला है त। कस्तो लाग्छ, राम्रो लाग्छ कि नराम्रो लाग्छ कि यसमा चाहिँ अझै केही सुधार गर्नुपर्ने छन् कृपया कमेन्ट गर्न सक्नुहुन्छ। मैले चाहिँ सुधार्ने कोसिस गर्नेछु हैन। आजको भिडियोमा हामीले घरमै पाउने सामग्रीबाट क्यान्डल बनाउनेछौँ। अब तपाईँको टाइम वेस्ट नगरिकन भिडियो सुरु गरौँ है त। यो बनाउनको लागि हामीले चाहिँ यो सुरुमा चाहिँ यो गिलास चाहिने हुन्छ। तपाईँले चाहिँ देख्न सक्नुहुन्छ है, यो चाहिँ तेल, अनि हामीलाई चाहिने हुन्छ चामल देख्न सक्नुहुन्छ। मैले चाहिँ यो कागजमा लिएको छु, यसमा चाहिँ माइन्ड नगरिदिनु होला है त। अनि हामीलाई चाहिँ यो सिम्पली यो सानो, यो चाहिँ तपाईँले घरमा गराउनु पनि सक्नुहुन्छ है त। अनि चाहिने हुन्छ पानी। पानीबाट चाहिँ आगो कसरी पोल्छ भनेर सोच्नुभयो होला। आज चाहिँ तपाईँहरूलाई मैले बालेर देखाउने छु। यो गिलासमा चाहिँ हामीले क्यान्डल बनाउने हो अथवा मोमबत्ती। अब मैले यो चामल चाहिँ यो गिलासभित्र हाल्छु है त। सुरुमा तपाईँले चाहिँ हेर्न सक्नुहुन्छ। सुरुमा मैले मेरो हात चाहिँ केही ज्यादा रातो भएन होइन, यो त अझै त मुद्दाखेरि रातो भएको। यसमा चाहिँ माइन्ड नगरिदिनु होला है त। तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो क्यान्डल चाहिँ बनेर रेडी भइसकेको छ होइन। अब यसलाई चाहिँ हामीले आगो बालेर हेर्नेछौँ। ओहो गाइस पोल्यो यार, यसले चाहिँ काम नगरेर मैले चाहिँ अहिले यो ल्याएको छु होइन। अब यसले चाहिँ हामीले आगो बालेर हेर्नेछौँ है त। यसलाई चाहिँ मैले साइड लगाएँ एकैछिन। लेसी गाइस तपाईँले चाहिँ देख्न सक्नुहुन्छ है, यहाँ चाहिँ आगो बलिरहेको छ है। तपाईँले चाहिँ देख्न सक्नुहुन्छ है। यो चाहिँ क्यान्डल चाहिँ बनाएर सक्सेस भएका छौँ गाइज, देख्न सक्नुहुन्छ है। अन्य चाहिँ त्यो रोसी खाएको थियो यहाँभित्रको होइन, अहिले चाहिँ केही पनि खाएको छैन गाइज। क्यान्डल बोलेको छ। त्यो भएर आँखा अगाडि हेर्न सक्नुहुन्छ। अहिले चाहिँ क्यान्डल बोलेको छ गाइज, देख्न सक्नुहुन्छ। लेसी गाइज, लेसी। अब तपाईँहरूले भन्नुभयो होला यो सिम्पल, यो पाला जस्तो थियो होइन, हामीले चाहिँ पालामा बत्ती बाल्ने जस्तै सिम्पल थियो भनेर होइन। यसमा चाहिँ हो त्यो पाला जस्तै हो गाइज होइन। यसमा चाहिँ एउटा के डिजाइन छ भनेपछि तल चामल, बिचमा पानी, अनि पानीमा तैरिएको तेलबाट चाहिँ यो बत्ती बोल्छ। यसलाई चाहिँ हामीले क्यान्डल भन्न पनि सक्छौँ है त। पाला त सिम्पली यसो बोर्डको जस्तो हुने भयो होइन, यस्तोमा हुने भयो होइन। अनि ठाडो त्यो त क्यान्डल चाहिँ हो नि, मोमबत्ती नै हो नि। त्यही भएर चाहिँ यसलाई चाहिँ हामीले मोमबत्ती चाहिँ भन्न सक्छौँ है त। पानीबाट चाहिँ तेल, पानीबाट चाहिँ हामीले मोमबत्ती बनाएका छौँ। चामल, तेल अनि पानीबाट हामीले चाहिँ क्यान्डल बनाएर सक्सेस भएका छौँ गाइज। एकछिन त्यो चरचर गरेको देख्नुभएको थियो। त्यो चरचर किन गरेको भनेपछि यहाँ चाहिँ पानी थियो नि, यो पानी र तेलमा कन्ट्याक्ट, यो धागो आएर यो रोसी चाहिँ पानी र तेलको कन्ट्याक्टमा आएर त्यो चरचर गरेको थियो। तपाईँले पनि
कुनै बेला खाना पकाउने बेलामा सुरुमा तेल हाल्नुहुन्छ होइन, त्यसमा चाहिँ पानी हाल्दा कस्तो चर्चर चर्चर गर्छ। हो यो पनि त्यस्तै भएको थियो। तपाईँले चाहिँ घरमा चाहिँ ट्राई गर्न सक्नुहुन्छ है त। हस् त, आजको लागि यति नै। तपाईँलाई भिडियो कस्तो लाग्यो कृपया कमेन्ट बक्समा अवश्य बताउनु होला। र हाम्रो आजको स्टुडियो पछाडिको ब्याकग्राउन्ड कस्तो लागेको छ तपाईँलाई त्यो पनि कमेन्ट गर्न सक्नुहुन्छ है। मैले सुरुमा भनिसकेँ तपाईँहरूलाई, त्यही पनि फेरि पनि भन्न चाहन्छु, फेरि पनि सम्झाउन चाहेँ। तपाईँले चाहिँ 10मा चाहिँ कति दिन चाहनुहुन्छ यो हाम्रो स्टुडियो, नयाँ स्टुडियोलाई? कृपया त्यो पनि कमेन्ट गर्नु होला। र आजको भिडियो तपाईँलाई कस्तो लाग्यो त्यो पनि कमेन्ट गर्नु होला। भिडियो मन पर्यो भने लाइक गरिदिनु होला र हाम्रो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। आजलाई यति नै, म पनि बिदा माग्न चाहन्छु। फेरि अर्को भिडियो मिल्नेछौँ कुनै नयाँ टपिकको साथ। त्यति बेरसम्म लागि मलाई पनि बिदा दिनुहोस्। हस् त, टेल देन टेक केयर, बाई बाई। जय नेपाल।